ल हामी लङ्काकोटको गाउँतिर पुगिसक्यौँ। चाहिँ विक्रम मेरो साथी यहाँ ढुङ्गादेखि होइन छिर्न लागेको छ। बाटो चाहिँ क्या दामी छ गाई छैन यताको। अब यो स्टोनहरू ढुङ्गाहरूमा भएको काम आउँछ। देशेन्द्र साईको साई भएको ठाउँको मान्छे हो। त्यही हो अब हामी अब नेक्स्ट ब्लग क्या न के हो ल गाइस टक्क भ्यू हेर्न आएको है हामी लङ्काकोटतिर। दामी दामी भ्यू छ। जोस् कुहिरो लगाइरहेको छ होइन बबाल तरिकाले। अनि यता रुखहरू पनि बबाल छ। त्यसपछि भ्यू पनि जोस् दामी छ होइन। टक्क यहाँ केटाहरू बसिरहेछन् भ्यू इन्जोय गरिरहेछ होइन। दिस इज बिबिजङ भ्लग। अनि यो चाहिँ मेरो युट्युब च्यानलदेखि आउँछ है। मेरो चाहिँ अब इन्कै भ्लगमा जाने मेरो युट्युब च्यानलदेखि आउँछ होइन। हामी आज चाहिँ यसो लङ्काकोट ट्राभलमा आएको जस खुसी लाग्यो होइन। हामीसँग सबै छ नास्ताहरू पनि होइन। पानी लगायत हामी ब्याग पनि भिडेर आएको छौँ होइन। गाइड ब्यागमा पनि खानेकुरा टन्न छ। जस यहाँबाट धेरै भ्यूहरू पनि दामी देखिन्छ यता होइन। बाहुनथान भन्दा नि क्या दामी लाग्यो। तर यता गाउँ पनि क्या दामी थियो। तर देखाउन अलि सम्भव भएन गाइज होइन। अब साँझ परिसक्यो। हामीले नास्ता खाएर अब रुमतिर लाग्नु पर्ने हुन्छ हामी। झट्ट यतातिर पनि गाउँहरू पनि क्या दामी देखेको छ कि हामीलाई। हाम्रै ठाउँको जस्तो भाइब्स आयो गाइज होइन। त्यही भएर हामीले चट्ट भलक सलक बनाउँ एउटा भनेको गाइज होइन। अब खासै भलक त बनाउँदिनँ। त्यही पनि कहिले कसो यसो राम्रो ठाउँ देखेँ चाहिँ होइन। आफूलाई पनि मन लाउँछ नि आफ्नो प्राकृतिकको बारेमा बयान गर्न पाउँदा त खुसी लाउँछ नि होइन साथी। ल होइन साथी साथी तपाईँ के भन्न चाहनुहुन्छ भन न त अलिअलि मेरो भलकमा हेर्नु होइन साथी। उहाँ चाहिँ मेरो साथी हुन् होइन। अनि उहाँको नाम चाहिँ भनिदेऊ न साथी तिम्रो बारेमा पढ्छ भने। चित्र विश्वकर्मा हजुर अब बिबिजङ छेत्रीको ब्लगमा। ल हामी लङ्काकोटको गाउँतिर पुगिसक्यौँ भाइ। दामी छ दामी भाइब्स। घाम बाबा लागिरहेछ। घाम माथि नभेटेको भए ठिकै हुन्थ्यो। भेटिहाल्यौ अब नै पर्यो जिन्दगीको खेल। घरहरू प्रायः कसको बाहुनहरूको कि कसको सालाजु घरहरू कसको? घरहरू बाहुनहरूको बाहुन कि नेवारहरू? बाहुन कहाँ नेवारहरू कहाँ हिँड्छन् र। यहाँ चाहिँ जस बाहुनहरूको बस्ती हो। 10-15वटा घर छन् होइन। दामी छ दामी चिल विकास भएको छ भित्र गाउँभित्र। बबाल बबाल दिल्ली हो क्या विकास त। यस्तो ठाउँमा हेर न। यो घरबाट क्या भ्यू देखिन्छ होला क्या दिल्ली। हाम्रो गाउँमा पनि यस्तै त छ है। दामी दामी है ल दामी छ है केटा होला। ल हिँड चुप लाग। ल है केटा होला दामीसँग। ल बबाल रुमतिर लागेको गाइज होइन। अब साँझ पनि भयो। अब 4-5 बज्न लाग्यो। अगाडि हामी चाहिँ अब हाम्रो रुमतिर लाग्यौँ गाइज होइन। यो दामी लाग्यो कि जस होइन। खुसी लाग्यो प्राउड फिल भयो होइन। जस हाम्रो साथी आज साथीले पनि ल्याउनु पायो। अनि ऊ चाहिँ विक्रम साथी। हामी चाहिँ यहाँ आदि खोला इन्स्टिट्युटमा सिभिल इन्जिनियर पढ्ने विद्यार्थी हो गाइज होइन। अहिले चाहिँ केटाहरू पास आउट भएको ब्याग दिन आएको हो। अनि चाहिँ म चाहिँ रेगुलर अहिले। अनि एउटा उहाँ चाहिँ एउटा क्या दामी ढुङ्गा छ होइन साथी। त्यो देखाउँ न थोरै। यो ढुङ्गा चाहिँ क्या दामी छ गाइज होइन। यो ढुङ्गा चाहिँ विशेष गरी यो हात्ती छिन्ने ढुङ्गा भन्ने रहेछ गाइज होइन। यो हाम्रो यो भनेको प्राकृतिक एउटा पर्यटकीय स्थल हो गाइज होइन। यहाँ क्या दामी ठाउँ छ। यहाँ चाहिँ पाप गरेको मान्छे चाहिँ छिर्दैन अरे। झन् धर्म गरेको मान्छे छिर्छन् भन्ने हाम्रो परम्परा छ गाइज होइन। त्यो साथीलाई म छिन्न लगाउँछु। अनि साथी चाहिँ छिन्नुहुन्छ एकछिन। म चाहिँ अब अहिले झोलासोला भिरेछु हल्का गाह्रो हुन्छ। म पनि छिर्छु छिर्न त। तर चाहिँ म साथीलाई छिन्न लगाउँछु। छिर त साथी। ल है गाइज ऊ चाहिँ विक्रम मेरो साथी यहाँ ढुङ्गादेखि होइन छिर्न लागेको छ गाइज।
ट्याक्क त्यहाँ पाप गरेको मान्छे अब छिर्दैन, धर्म गरेको मान्छे चाहिँ ऊ छिर्छन् भन्ने हाम्रो यो परम्परा छ गाइज। मेरो साथी चाहिँ निक्सियो माथिदेखि, यो हात्ती छिर्ने ढुङ्गा भन्छ गाइज। यो हाम्रो यो चाहिँ हाम्रो एउटा परम्परा के अरे पर्यटकीय स्थल हो गाइज, भित्र यस्तो छ। अनि हात्ती छिर्ने ढुङ्गो भन्दो रहेछन् गाइज। त्यही भएर हामी चट्टै अब लङ्काकोट हो यो गाइज। खास गरी घुम्न आउन मन छ भने चाहिँ यसो कोही अब आउन मन चाहिँ यसो भनेपछि चाहिँ राम्रो छ ठाउँ, जस खुसी लाग्यो। हामी चाहिँ बिहान भन्नाले पनि 1-2 बजीतिर हिँडेको, अहिले चाहिँ चट्ट अब कोठा लाग्ने बेला भयो, साथी साँझतिर पऱ्यो गाइजहरू होइन। अब अरू चाहिँ हामी चाहिँ के गाउँसाउँ चाहिँ खासै देखाउनु पाएन, माथि गएन, जान त गयो तर खासै याद भएन। अहिले चाहिँ टक्क भाइस आयो एउटा भिडियो बनाऊ भनेर साथीहरूले यस्तो जोसिएर अनि चट्ट बनाएको। तपाईँहरूलाई पनि अब देखाउन हल्का देखाउँ न त, आफ्नै प्रकृतिको बारेमा हल्का बयान गरिदिन्न त जसो लागेर बनाएको गाइज होइन। साथी चाहिँ गए। साथी के भन्न चाहन्छौ, केही भन्न चाहन्छौ? लागेर एकछिन भ्यू देखाउनु मस्त। साथी यो चाहिँ हाम्रो चट्ट यहाँको चाहिँ भ्यू हो, लङ्काकोटको ठ्याक्क माथि डाँडामा टक्क सूर्य पनि अस्ताउन लागेको छ गाइज। चट्ट यो माथि त्योहरू गऱ्यो तर सुन्दर संसार विपना भन्दा केटा लङ्काकोटमा रहिला अन्त यो मायाकुरी त्यस्तो केही नभन्ने अशब्द गर्नु हुँदैन। के भयो? मजा आयो? सही। कस्तो ठाउँ छ त? राम्रो छ है जोस्, स्याटिस भयो नि। आफ्नै गाउँ जस्तै भाइस आयो न। सही हो। ल साथी के भन्न चाहन्छौ तिमी? म त यहाँको अब पुरानो होइन, हामी त यहाँको रैथानी होइन, हामी दुईजना चाहिँ रैथानी हो। बिना चाहिँ नयाँ होइन, नयाँ पाहुना हो लङ्काकोटको लागि। ल ठिक छ जोस्, बबाल ठाउँ छ, माया भ्यू बबाल देखिन्छ होइन। उता गाउँ पनि चिलमा अहिले माथि हामी गाउँतिर जान्छौँ, गाउँ पनि देखाउँछौँ है साथीहरू। ल है टक्क पारेर ल त्यो चाहिँ टक्क के अरे बाहुनथान होइन तर सुन्दर छ संसार विपना भन्दा ल गाइजहरू साथीहरूले पानी खाँदैछन् होइन, अनि बिस्कुट पनि खाए चट्ट। अब हामी यो चाहिँ ठ्याक्क त्यहाँ लङ्काकोटको ठ्याक्क तली उहाँ थानपाडा जाने बाटो होइन गाइज। क्या दामी छन् कि ढुङ्गाहरू। ल ठिक छ, तेर्सै गरेर बनाउँला नि त साथीहरू। अब हामी चल्दिउँ है साथी, बाटो नि क्या दामी छ होइन गाइज, सट्ट दामी छ। त्यो चाहिँ फोहोर चाहिँ जताभावी फाल्नु हुन साथी, ब्यागमा हाल। हामी चाहिँ अब तल फोहोर चाहिँ आफ्नै यस्तो हामी आफै जान्ने बुझ्ने भएर हामीले आफैले फोहोर गऱ्यो भने त हामी होइन, अब हाम्रो वातावरण नै दूषित हुन्छ नि साथी। त्यो त कुहिने चिज होइन, भोलि जताततै देखिन्छ, हामी सफा गर्दै हिँड्नुपर्छ होइन। प्रकृतिलाई चाहिँ स्वच्छ सफा राख्यो भने हामीलाई चाहिँ आफैलाई फाइदा हुने हो होइन साथी। अनि चाहिँ बाटो चाहिँ क्या दामी छ साथी, चाहिँ हिँड्दैछ ऊ अन्त एकदम दामी बाटो छ। ठ्याक्कै एउटा साथ चाहिँ ऊ माथि आउँदैछन् अनि चट्ट होइन, बाटो नि क्या दामी छ। ल हिँड्नु साथी। घाँसको मेला होइन यो, बबाल हो यता उता पनि के दामी गाउँ आउँछ नि चट्ट। तर खासै अब देखाएन उसोले गर्दा गाई चाहिँ होइन, मैले देखाउनु खासै खोजेको, खासै भ्याइएन उसोले गर्दा साँच्चै हिँडेर हामी गाई। राम्रो छ लङ्काकोट हो यो चाहिँ। जस माइन्ड फ्रेस गर्न चाहिँ हामी चाहिँ यतातिर आउने गर्छौँ गाइज कहिले कसो। अनि क्या राम्रो हावा चल्छ सर अनि होइन, जस राम्रो छ ठाउँ अनि जस खुसी लाग्छ होइन। अब हाम्रो नेपालमा पनि चाहिँ यस्तो ठाउँ रहेछ भन्ने हुन्छ गाइज। त्यही भएर आउनु होला यतातिर, कोही आउन मन छ भने गाइज चट्ट होइन गाइज। अनि त्यसपछि यहाँ चाहिँ बाटो पनि क्या दामी छ कि, सिधी छ, साथीहरू पनि हिँडिरहेको मस्तले। अनि के भयो साथी, किन हाँसेको केही भन न साथी, किन हाँसेको र? मजा आयो होइन। त्यसो अब हाम्रो इक्जाम पर्छ 17 गतेदेखि। अब इक्जामको तयारी पनि राम्रो गर्नु पऱ्यो नि साथी। चाहिँ जहिले हल्लिएर हिँडेर त भएन नि त, तर के गर्नु होइन, अब माइन्ड फ्रेस गर्नै पर्छ अलिअलि। आएको अब त्यस गएर चाहिँ पर्ने है।
चट्ट अब प्रिपेयर गर्नु पऱ्यो नि इक्जामको होइन अलिअलि भयो भने त 1-2वटा क्वेसन जाने पनि धेरै हुन्छ सिडी चाहिँ क्या दामी छ गाइज होइन ऊ चाहिँ साथी हिँडिरहन् सिडी चाहिँ दामी छ बबाल छ ठाउँ चाहिँ क्या दामी लाग्यो होइन जस खुसी लाग्यो अनि एउटा चाहिँ तल अनि के को त्यो पात हो साथी त्यहाँ नाम लेख्न मिल्ने मैले अघिल्लो साल लेखेको थिएँ त्यहाँ नाम मेरो नाम अहिलेसम्म त्यो पातमा छ गाइज म त्यो देखाइदिन्छु अनि साथीले पनि भर्खरै हिजो अस्ति लेखेको थियो त्यो पनि त्यहीँ छ म देखाइदिन्छु गाइज अहिलेलाई चाहिँ यति यो चाहिँ बाटो चाहिँ क्या दामी छ गाइज होइन यताको अब यो स्टोनहरू ढुङ्गाहरू पनि क्या दामी छ ऊ यस्तै यसको पातमा लेखेको यसको नाम के हो र साथी केतु बिकेसा हो अरे गाइज होइन यसको पातमा चाहिँ नाम लेखेको चाहिँ क्या दामी देख्छ ऊ चाहिँ ओडार साथी गाइजहरू हेर्नुहोस् यो चाहिँ हाम्रो क्या दामी ओडार छ होइन यहाँभित्र अब के बस्छ थाहा होइन ऊ चाहिँ प्राकृतिक रूपमा बनेको कि अब बनेकै हो गाइज क्या दामी छ ओडार म चाहिँ गाइज यता छु क्या दामी ठाउँ छ अनि भिर हल्का तलदेखि देखाउँला यहाँदेखिको भ्यू देखाउनु बबालदेखि भ्यू यस्तरी दामी ल साथी हिँडौँ अब हामी हिँडौँ होइन गाइज अब गाह्रो भन्नाले पनि अब साँझ पर्छ हामीलाई अहिले ढिलो हुन्छ अब उकालो हिँडेको अघि अब अहिले ओह्रालो चढिरहेको छौँ सिटी पनि क्या दामी छन् सिटी नै सिटी हो हरियाली छ जताततै यो हामी नेचरलाई माया गर्ने मान्छे होइन नेचरलाई बचाउनु पर्छ गाइज फोहोर यताउता नफालौँ त्यही भएर हामीले फोहोर ल्याएर गाइज हामीले यो नाम लेखेको चाहिँ यो पत्तामा हो यस केतुको पत्ता भन्छ अरे यसलाई खै साथी मेरो नाम पहिला लेखेको 1 साल अगाडि लेखेको मेरो नाम कहाँ छ ऊ यो चाहिँ गाइज चाहिँ मैले खासै देखेन होइन यसमा 1 साल अगाडि लेखेको यहाँ छ त यहाँ उके गाइज यो नाम चाहिँ मेरो नाम लेखेको थिएँ मैले 1 साल अगाडि चट्ट अहिलेसम्म मेटेको रहन्छ जे होस् खुसी लाग्यो 1 वर्ष भयो यो लेखेको साथी तिमीले लेखेको कहाँ छ र तिमीले लेखेको पनि थियो अस्ति लेखेको उहाँले चाहिँ कहाँ छ भन्ने कुरो चाहिँ थाहा छैन अरे उहाँलाई कोले लेखेको होइन त्यतोसम्म पुर्याइदिनु होला यहाँ चाहिँ के लेखेको छ लभ यु टु साथी है तिमी लेख न साथी के लेखेछ कसको नाम लेखेछ सुभाष भन्नेको उसको उसँग पनि पुर्याइदिनु होला सुभाषले पनि लेख्नु भएको रहेछ को सुभाष हो जस लेख्नु भएको छ सबैले अनि त्यही हो सबैले को लेखेको कमेन्ट गर्न चाहिँ नभुल्नु होला है गाइज क्या राम्रो छ भ्यू होइन यो चाहिँ भिड छ उता उकालो हिँडेको अघि हामी ऊ चाहिँ सूर्य सनलाइट ऊ माथिबाट चाहिँ झरेको साथीहरू चाहिँ लेख्दैछ साथी के लेख्नु लाग्यो साथी नाम लेख्नु लाग्यो साथी अनि एउटा साथी उता लेख्दैछन् उहाँ साथी पनि उता गएर लेख्दैछन् यो चाहिँ कसले बनाएको साथी यस्तो पनि बनाउनु पर्छ र हेर त साथी त्यस्तो चाहिँ नगरौँ होला है साथी तिमीले चाहिँ नाम लेख्दैछन् साथीले 1 वर्षसम्म मेटिन्न है गाजी जति पुरानो भयो नि मेटिन्न रहेछ मैले 1 वर्ष लेखेको मेटेको छैन के लेख्यौ साथी के लेख्नु भयो नाम लेख्दै साथीले नाम लेख्दैछन् साथीले के क्या दामी तरिकाले लेख्दै रहेछन् उसले चाहिँ ढुङ्गाले लेख्दैछ उसले चाहिँ यसकै टुपाल लेख्यो साह्रो भयो टुपाल लेख्यो भने दामी देख्ने रहेछ ऊ चाहिँ भ्यू जस राम्रो छ खुसी लाग्छ नेपाल आफैमा सुन्दर देश हो तर के गर्नु होइन अब देश सुन्दर भए पनि अब देश चलाउने मान्छेहरू सुन्दर भए पो काम आउँछ देश चलाउने मान्छे अब त्यस्तै छन् अब के भन्नु देशको बारेमा त अहिले कुरै नगरौँ हामी युवाहरू खाडी नै हो जाने अब के गर्नु होइन अब देश नै यस्तै बेहाल छ कसलाई के भन्नु होइन भनेर पनि केही हुनेवाला केही होइन त्यही भएर गाइज हामी चाहिँ अब हिँडेको साथी आऊ है आऊ अनि साथी केही भन्नु छ तिमीलाई केही हाम्रो प्रकृतिको बारेमा केही देशको बारेमा केही बोल्नु छ भने अब छोटो केही भन तिम्रो परिचय देऊ परिचय नदिएर अहिलेसम्म परिचय देऊ न तिम्रो मेरो नाम चाहिँ विक्रम बुढा होइन घर चाहिँ सिधै रारादेखि हो म चाहिँ जिम्लादेखि है गाइज मैले फेरि भनेको थिएन मेरो घर चाहिँ जिम्ला हो म ज्ञानेन्द्र साई भएको ठाउँको मान्छे हो तर के गर्नु अब यस्तै छ अहिले पारा चाहिँ अब हाम्रो चाहिँ अब कर्णाली भनेपछि अब आफैमा भरिपूर्ण देश हो हाम्रो के अरे खस भाषा हाम्रो नेपाली भाषा नै देश हो होइन अनि हाम्रो के अरे हाम्रै नेपालमै बोल्ने खस भाषा नै त्यही चिजादेखि उत्पन्न हाम्रै ठाउँदेखि उत्पन्न भएको गाइज त्यसैले खुसी लाग्छ तर अहिले विकसित छैन अब विकसित हुँदैछ तर साथी केही भन्न चाहनुहुन्छ भन न साथी कस्तो र भन्दै थियो मैले थोरै कुरा काट्दै ल भन न तिमी चाहिँ परिचय दिँदै थियौ मुगुदेखि अरू भन न मुगुदेखि होइन टक्क जोस यो चाहिँ हाम्रो स्याङ्जा जिल्लाको बायोटारीको माथि लङ्काको जोस लङ्काकोट
गाउँको बाटो हो। बाटो सिटी नै सिटी छ नि साथी, खुसी लाग्यो। भिउ चाहिँ दामी छ, रमाइलो गरियो। अब हामी घरतर्फ लाग्दैछौँ। त्यही हो, अब इक्जाम दिएर हामी नि टक्क छुट्टिन्छौँ। म चाहिँ यहाँदेखि जान्छु काठमाडौँतिर। साथी चाहिँ यो अहिले अब 4th सेममा जान्छ भन्छ साथी तिमी? म 4th सेममा जान्छन्, मेरो चाहिँ सकिसकेको छ। त्यही हो, अब हामी अब नेक्स्ट ब्लगमा भेटौँला नि है गाइजहरू। अहिलेलाई चाहिँ यति गाइज, हामी पायो भने चाहिँ बनाउने छु। अब खासै समय पनि अब खासै हामी यताउता पनि गयो भने, समय मिल्यो भने बनाउने, तपाईँहरूलाई देखाउने कोसिस गर्नेछु गाइज। अहिलेलाई चाहिँ यति भन्दै हामी छुट्यौँ है न गाइज।